नमस्ते सबैजना साथीहरूलाई स्वागत छ यहाँलाई मेरो फेरि पनि नयाँ भिडियोमा। म अन्जु हाङछेन राई। साथीहरू आज चाहिँ फेरि पनि हामी दुईजना चर्च जाँदैछौँ। कुकुर भुक्छ त आज चाहिँ हाम्रो चर्चमा प्रोग्राम छ अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ। प्रोग्राम चाहिँ साथीहरू सुरु भइसक्यो जस्तो छ। अब चाहिँ छैन रहेछ तर आउँछ होइन कति बेसी मान्छे आइसकेको छ त अनि सबै भर्खर जाँदैछ। हेलो गाइज, हेलो ल जय मसी अङ्कल अघि आउनुभयो। जय मसी के छ राई भन्नु नि भविष्यको राई भविष्यको यो सुरु भइसकेको प्रोग्राम है। हेलो एभ्रिवान, स्वागत छ दिदी भविष्यको राईनीलाई मेरो भिडियोमा। खै हामी लाज लाग्यो खै मलाई चाहिँ को हो सञ्चालक चाहिँ? हजुर यता हेर्नु त गाइजहरू, म राम्री निकाल्छु। मेरो आइफोन 16 के 17 प्रो म्याक्सले 18 पनि आइसक्यो अरे नि त अहिले त होइन बजारमा। त्यही त परमेश्वरलाई धन्यवाद दिन चाहन्छु यो सुन्दर अवसर मौकाको निम्ति र मलाई समय दिनुहुने हाम्रो आजको सञ्चालिका सिस्टर बहिनीलाई पनि धन्यवाद छ। के कस्तो बित्यो 6 दिनसम्म आइतबारदेखि शुक्रबारसम्म कसरी बित्यो भन्ने कुरा हामी सोच्छौँ। दोस्रो छ I'm gonna let it shine. गाइस इंग्लिश बोलाऊ यार इंग्लिश सिक्दैछौँ हामी गाइस। त्यो पनि आएन अनि त्यसपछि दोस्रो पार्ट सिक्छ ल। ओके This little light of mine I'm gonna This little light of mine I'm gonna let it shine भन्नु तपाईँ ल बेस सुरु नझुकिनु ब्रेक टाइम साथीहरू ब्रेक टाइम 2 मिनटको लागि ब्रेक टाइम भन्ने कुरा आएको छ है। मान्छे पनि के साह्रो नि ब्रेक पछाडि फेरि नाटक सुरु हुनेछ। साथीहरू कृपया हेर्दै गर्नुहोला। धन्यवाद। नानीहरूलाई रेडियो अस्पतालमा म बोलाउँदछु र अबको नाटक सुरु हुन गएको छ र आजको नाटकको शीर्षक रहेको छ यर्मिया अगमवक्ता र यो नाटक सुरु हुन गएको छ। उहाँलाई हामी जोरदार तालीद्वारा स्वागत गर्नेछौँ।
साथीहरू यहाँले हेरिहाल्नुभयो होला हाम्रो कार्यक्रमको गतिविधिहरू। अनि अहिले चाहिँ नाटक भइरहेको थियो। म चाहिँ मेरो थोरै कामले गर्दाखेरि फर्किँदैछु। यहाँले भिडियो हेरेर अझै लिनुभयो होला। लिनु होला जस्तै भए पनि भन्दै साथीहरू। अब आजको भिडियो चाहिँ म चाहिँ यहीँ एन्ड गर्छु। अब म चाहिँ घर जाँदैछु। भिडियो मन परेमा यहाँले सब्सक्राइब गरेर पनि साथ दिनुहुन्छ होला भन्ने विश्वास साथै आशाको साथ यहाँबाट म बिदा हुन चाहन्छु। बाई बाई।